सर आज तपाईँ अलिक थाकेको जस्तो देखिनुहुन्छ नि, चित्त छ? हो म्याम, आजकल धेरै तिखा पनि लाग्छ, पटक पटक भरेको पनि जानुपर्छ। सायद यो चिया धेरै पिउने गरेर हो कि? यस्तो बारम्बार हुनु त राम्रो होइन, यो त डायबिटिसको सुरुवाती लक्षण पनि हुनसक्छ। हो र? होइन होला। अहिले यो रिपोर्ट बनाउने काम बाँकी छ, यो सकेर कुरा गरौँ नि म्याम। हेलो, के छ सर अहिले हालखबर? ठिकै छ म्याम, आँखामा अलिअलि धमिलोपन सुरु हुन थालेको छ, कहिलेकाहीँ त टाइप गर्न पनि गाह्रो हुन्छ। ओहो, यो त ध्यान दिनुपर्ने कुरा हो नि। मेरो पनि आँखामा ड्राइनेस थियो, मैले त हिजो चेक गराएँ। हजुर पनि एकचोटि जानुहोस् न है। ठिक छ म्याम, छिटै जान्छु। नमस्ते डाक्टर साहब। नमस्ते अभयजी, के समस्याले आउनुभयो? डाक्टर साहब, विगत केही समयदेखि मेरो आँखा धमिलो भएको छ र मलाई कम्प्युटर चलाउँदा निकै असहज महसुस हुने गरेको छ। पहिला चस्मा लगाउनु भएको छ? छैन डाक्टर साहब। पहिला प्रेसरको रोग अथवा सुगरको रोग यहाँलाई भएको थियो? डाक्टर साहब, मैले सुगरको जाँच गराएको छैन र म खास अहिले आँखामा समस्या मात्र होला कि भनेर आँखा जाँच गराउन मात्र आएको। परिवारमा पनि सुगरको अथवा प्रेसरको रोग कसैलाई पनि छैन? छैन डाक्टर साहब। अभयजी, आँखा धमिलो सँगसँगै आँखा धेरै दुख्ने, आँखा रातो हुने, चिलाउने, चिप्रा आउने त्यस्तो कुनै अरू समस्या छ? छैन डाक्टर साहब। छैन। आँखामा चस्मा लगाउनु पर्ने अवस्था पनि देखिएको छ। यो बाहेक कहिलेकाहीँ आँखाको पर्दामा अन्य समस्याहरू रक्तस्राव भएर अथवा पर्दा सुन्निएर पनि आँखा धमिलो हुनसक्छ। त्यसै कारणले गर्दाखेरि आज पहिलोपटक आँखा जचाउँदै हुनुहुन्छ। एकचोटि हामी तपाईँको आँखामा औषधि राखेर नानी फुलाइकन आँखाको पर्दा पनि जाँच गर्छौँ। यसमा चाहिँ अलिकति 4-5 घन्टा जति यहाँलाई उज्यालो घाममा गाह्रो पनि हुनसक्छ, पढ्न लेख्न अलिकति गाह्रो हुनसक्छ। त्यो औषधि राखेर फेरि आँखाको परीक्षण गर्छौँ अनि अरू कुरा गर्छौँ। आँखामा औषधि राखेर आउनुभयो होइन त? ठिक छ, फेरि हामी आँखाको पर्दा जाँच गर्छौँ। आँखाको नानी राम्रोसँग खुलेको छ। माथि, तल, दायाँ, बायाँ। अभयजी, आँखामा रक्तस्राव देखिएको छ आँखाको पर्दामा। यो तपाईँलाई यसरी देखाएर भन्नुपर्दाखेरि यसरी रक्तस्रावहरू ठाउँ ठाउँमा पर्दामा देखिएको छ। हाम्रो सामान्य पर्दा चाहिँ यस्तो खालको हुन्छ। रक्तस्राव धेरै जसो मधुमेहका बिरामीमा देखिन्छ। हुन त अन्य कारणहरू पनि हुन्छ, उच्च रक्तचापको, रगतमा कोलेस्ट्रोल बढी भएर पनि अथवा अन्य कारणले पनि हुनसक्छ। अब एकचोटि सुगरको परीक्षण गरौँ खाली पेट खानापछि र 3 महिने सुगर हुन्छ, HbA1c भन्छ, त्यसले 3 महिनादेखिको तपाईँको सुगर कन्ट्रोल हो भएको हो होइन भन्ने पनि देखाउँछ। यो रिपोर्ट लिएर आउनु होला। धन्यवाद डाक्टर साहब, म अझै जाँच गराउँछु। डाक्टर साहब, यो मेरो सुगरको रिपोर्ट। हजुर, हुन्छ अभयजी बस्नुहोस्। रिपोर्टमा सुगर हाई देखिएको छ। पहिला त सुगरको रोग पत्ता लागेको छैन भन्नुभयो। तपाईँलाई धेरै अगाडिदेखि नै सुगर भएको रहेछ। यो आँखामा असर आइसकेपछि मात्रै तपाईँलाई सुगरको रोग पत्ता लाग्यो। समयमै आउनुभयो, अझै योभन्दा पनि क्षति हुन सक्थ्यो। अहिलेको अवस्थामा सुगरै कन्ट्रोल गर्ने हो। आँखाको असरहरू बढ्दै जान सक्छ सुगर नियन्त्रण भएन भने। सुगरको लागि चाहिँ मधुमेह रोग विशेषज्ञ इन्डोक्राइनोलोजिस्ट डाक्टर साहब कहाँ गएर सुगरको के उपचार गर्नुपर्ने हो, खाने औषधि अथवा इन्सुलिन र खानाको परहेज के भन्नुहुन्छ डाक्टर साहबहरूले, त्यही अनुसार गर्नु होला। यो सँगसँगै उच्च रक्तचाप बढी छ भने अथवा कोलेस्ट्रोल हाई छ भने पनि आँखाको यो क्षति बढ्दै जान सक्छ। समय समयमा आँखाको प्रेसर पनि जचाउने र रगतमा कोलेस्ट्रोलको मात्रा अर्थात् चिल्लोको मात्रा पनि ठिक छ छैन त्यो पनि जचाउनु पर्ने हुन्छ। आँखा जाँच गर्न आएको कारणले गर्दाखेरि सुगर पत्ता लाग्यो। धेरै मान्छेहरूलाई सुगर भए तापनि केही लक्षण हुँदैन, यहाँलाई पनि त्यस्तै नै भएको छ र आँखामा पनि धेरै क्षति नभएसम्म समस्या हुँदैन। तर यहाँलाई चाहिँ अलिकति धमिलो भएको कारणले गर्दाखेरि समयमै आउनुभएको छ, चिन्ता लिनु पर्दैन। चस्माको लागि चाहिँ हामी तपाईँलाई सुगर अलिकति कन्ट्रोल भएपछि
फेरि जाँच गरेर चस्मा दिन्छौँ। चस्मा चाहिँ लगाउनु पर्ने हुन्छ। सुगर हाई भएकोमा चस्माले त्यति राम्रो काम गर्दैन। हामी फेरि तपाईँलाई अर्को दिन हामी चस्माको लागि बोलाउँदैछौँ। नमस्ते डाक्टर साहब। नमस्ते, बस्नुहोस् अभयजी। कस्तो छ आजकल तपाईँलाई? डाक्टर साहब, अहिले धेरै सुधार भइरहेको छ। हजुर। म डाक्टरको सल्लाह अनुसार नियमित सुगरको औषधि पनि सेवन गरिरहेको छु र खानपानमा पनि विशेष ध्यान दिइरहेको छु। धेरै राम्रो अभयजी। सुगर पनि नियन्त्रणमा आएको देखिएको छ र चस्माको जाँच गर्दाखेरि अलिकति पावर देखिएको छ। सुगर नियन्त्रणमा भएको कारणले चस्मा पनि लगाउनु पर्छ। 6 महिनामा चाहिँ आँखा देखाउन नियमित आउनुभयो हुन्छ। बिचमा कुनै समस्या छ भने जहिले आउँदा पनि हुन्छ अभयजी। अब चस्माको प्रयोग गर्नुहोस्। साथीभाइ तथा घर परिवारको व्यक्तिहरूलाई पनि स्वास्थ्य परीक्षण गर्न सल्लाह दिनुहोला भने यहाँले पनि आफ्नो कार्यस्थलमा स्वास्थ्यलाई ध्यान दिई काम गर्नुहोला। हस्, धन्यवाद डाक्टर साहब। धन्यवाद अभयजी। अहिले कस्तो छ सर हजुरलाई? अहिले धेरै राम्रो छ म्याम। ब्लड सुगर थोरै बढेको रहेछ। अहिले औषधि र खानपानमा ध्यान राखेको छ। एकदम राम्रो गर्नुभयो। समयमै जाँच गर्नु नै सबैभन्दा ठुलो उपचार हो नि। कार्यस्थलमा मधुमेह थप बुझौं र रोकथाम गरौं। विश्व मधुमेह दिवस 2025।